चिया खाऊ न खाना हो खाऊ न आज किन तेल मार्नुहुँदैछ बुढालाई किन न चिया खाऊ खाना दुईजना बुढाबुढी मिलेर खाना के को लागि तेल मार्नु किन न किन न खाना खाना किन न कस्तो मिठो ल्याएको छु मैले पकौडा ल्याएको छु किन जो खाऊ दुईजना मिलेर किन जो बुढी एउटा कुरो गरौँ के पैसा देऊ न पैसा कुरो नगरे पैसा छैन मसँग अलिकति देऊ न छैन पैसा म बढी जान आँटेको पैसा बोटामा फल्छन् क्या हो कुरो चाहिँ नगर है मसँग यहाँ छैन पैसा देऊ न अलिकति छैन मसँग पैसा 4-5 हजार ए चिया खाऊँ भनेको त पैसा चाहियो पैसाको लागि पो पैसा चाहिएको रहेछ पो मान्छे फगाउनको लागि चिया खाऊँ 2-4 दिनमा दिइहाल्छु 2-4 दिन त्यस्ता कति जान्छन् बुढा एउटा पैसा कुरो नगर है छैन मसँग सुत्दै मलाई दिनु छैन किन न देऊ न दिनुपर्छ साउथ बिहा भने मात्रै नभए दिनु हुन्छ म तिमीलाई दिउँला बुढी दिउँला ए ल्याऊ बुढा यो मलाई कुरुक्क भोलि चाहिँ साउथ ग्यास दिनुपर्छ नि 5,000 को 10,000 चाहिन्छ मलाई केही जान्दैन फेरि चिन्ता 10,000 मलाई बनाएर भोलि दिनुपर्छ मलाई अरू केही जान्दैन हुन्छ दिउँला यहाँ त बल्ल बुढीको पैसा दियो अब यिनलाई कहाँ दिने कुरा हुन्छ कति रहेछ हौ 5,000 भनेको 7,500 पर्छ त अहिले बुढीलाई दिने कोही आउँदा सबै मेरै चोरेर त बनाएको आउनु नि त पैसा सुन्नु त मान्छे त यहाँ चिया खाएर आराम गरेर मजा बसिराख्नु भएको छ मुगा लिएर खोइ अनि हिजो लागेको पैसा आधा तिर्ने कुरो थियो त तिर्दै तिर्नु दिउँला नि हौ 2-4 दिन पछाडि 2-4 दिन म जान्छु मलाई आज त्यो फुरुक्क दिउ मेरो पैसा खोइ मेरो पैसा त्यो पैसा कहाँ पुगिसक्यो देऊ मलाई चाहिन्छ आजै चाहिन्छ पैसा मेरो पैसा मलाई आजै बुढीहरुका त पैसा त कहिल्यै नखानु रहेछ हौ हिजो दिएको लगेको पैसा मलाई आजै देऊ आमा मेरो पैसा हिजो आजलाई दिन्छु सानो बिहा 10,000 भएको छ देऊ अरूको पैसा खानु रे बुढीका पैसा कहिल्यै नखानु रहेछ देऊ मेरो पैसा देऊ बुढा देऊ मेरो पैसा ए मेरो पैसा देऊ